गोर्खा कन्टिजेन्ट सिङ्गापुर पुलिस फोर्स इन्टेक 26 फाइनल सेलेक्सनको आज अन्तिम दिन र आज अन्तिम दिन पनि भाइहरू क्याम्प प्रवेश हुँदैछ भने हिजोसम्म क्याम्प प्रवेश भएको भाइहरूको चाहिँ अब के भयो कतिपय भाइहरू फिल्टरहरू पुग्नु भएको छ र रिजल्ट कहिले एन्ड अप हुँदैछ र सेलेक्सन कहिले सकिन्छ भन्ने कुराहरूमा आज हामी चर्चा गर्नेछौँ र ब्रिटिस आर्मीको बारेमा पनि हामी कुरा गर्नेछौँ। वेलकम एभ्रीबडी टु वाङ ब्लग्समा फेरि तपाईँहरू सबैलाई स्वागत गर्न चाहन्छु र के छ कस्तो छ तपाईँहरूको हाल खबरहरू चाहिँ सबैको ओके नै छ होला नि त होइन त। र यो भिडियोमा चाहिँ आज हामी विशेष कुराहरू चाहिँ गर्नेछौँ। विशेष कुराहरूमा के हुनेछ भन्दाखेरि चाहिँ अब मेन त जिसीको गोर्खा कन्टिजेन्ट सिङ्गापुर पुलिस फोर्सको होइन त भाइहरूको चाहिँ फाइनल सेलेक्सन चाहिँ आज चाहिँ के हुँदैछ त आज चाहिँ सकिँदै आज चाहिँ भाइहरूको सेलेक्सन सकिँदै भन्दाखेरि क्याम्प एन्ट्री त्यसपछि छ नि त अझै भोलि पर्सि डोको हान्ने पर्सि अनि त्यहाँबाट इन्टरभ्यूहरू त छ आज पसेको भाइहरूको अझै पनि यो कुराहरू चाहिँ छ र कतिपय भाइ अस्तिसम्म पसेको भाइहरू चाहिँ के भइसक्यो त फिल्टर भइसक्यो उहाँहरू चाहिँ फिल्टर पुगेको छ। अब यस नो रिजल्ट वेटिङमा छ भने यो 8 दिनको सेलेक्सन थियो यो चाहिँ 8 दिनको सेलेक्सन रहेको थियो 8 दिनको सेलेक्सन चाहिँ एन्ड अप भयो र यो चाहिँ 28 नोभेम्बरबाट सुरु भएको थियो 28 नोभेम्बरबाट सुरु भएको थियो र 28 नोभेम्बरबाट सुरु भएर चाहिँ तपाईँको चाहिँ आज चाहिँ डिसेम्बर 7मा चाहिँ सेलेक्सन एन्ड अप भयो। आज चाहिँ सेलेक्सन चाहिँ सक्यो आज चाहिँ सक्यो भने अब यसको चाहिँ वेबसाइटमा चाहिँ डेट्स भन्ने हेर्नुहोस् तपाईँको फाइनल सेलेक्सनको डेट्स चाहिँ जिसीको चाहिँ 11 डिसेम्बर 28 नोभेम्बर टु 10 डिसेम्बर 28 नोभेम्बर टु 10 डिसेम्बर भनेर चाहिँ डेट्स दिएको छ। 10 डिसेम्बर भनेपछि अब आज 7 तारिक छिर्यो मेडिकल अब भोलि 8 तारिक 9 तारिक र 10 तारिकसम्म तपाईँहरूको चाहिँ सक्ने होला नि त। जिसीको चाहिँ आज छिरेको भाइहरूको चाहिँ के सक्ने होला उनीहरूको इन्टरभ्यूहरू यताउति होइन सकेर चाहिँ अब 11 तारिक 12 तारिक के हुन्छ अब रिजल्टहरू कहिले हुन्छ। अरू बेला चाहिँ तपाईँको सिङ्गापुर पुलिस फोर्सको रिजल्ट चाहिँ होइन त सकिएको भोलिपल्ट पर्सिपल्ट है सबै कुरो इन्टरभ्यूहरू सकेको भोलिपल्ट पर्सिपल्ट हुन्थ्यो भने अब अहिले पनि मोस्ट प्रोबेबली 11-12 तारिक डिसेम्बरमा हुन्छ कि त्यसपछि त भाइहरू फ्लाइ टु सिङ्गापुर होइन त रिजल्ट र 35जना भाइहरू आज चाहिँ इस्ट र वेस्टको क्याम्प प्रवेश गर्ने छ। 35जना आज पनि कल फरवर्ड भएको थियो 35जना चाहिँ कल फरवर्ड भएको थियो नि 35 गाइजहरू चाहिँ आज क्याम्प एन्ट्री हुँदैछ र अब त्यसपछि चाहिँ उहाँहरूको सबै एक्टिभिटिजहरू सकिन्छ। उहाँहरूको एक्टिभिटिज सकेर चाहिँ के चाहिँ हुन्छ अब भन्ने कुराहरू चाहिँ तपाईँको 7 तारिक 8 तारिक 9 तारिकसम्म टोका हानिहाल्छ 9 डिसेम्बर 9 तारिकसम्म टोका हानेर चाहिँ 10 र 11मा चाहिँ तपाईँको रिजल्ट हुन्छ के अब कहिले हुन्छ रिजल्ट त्यो पनि हेर्दै जाउँ रिजल्टको बारेमा। र ब्रिटिस आर्मीको आज चाहिँ तपाईँको 7 डिसेम्बर 7 भइसकेपछि जनवरी 7बाट चाहिँ के छ त ब्रिटिस आर्मीको सेलेक्सन छ नि डे 1 जनवरी 7मा चाहिँ डे 1 चाहिँ ब्रिटिस आर्मीको चाहिँ डे 1 सुरु हुन्छ। डे 1 चाहिँ तपाईँको चाहिँ जनवरी 7मा चाहिँ सुरु हुँदैछ। अब ब्रिटिस आर्मीको चाहिँ के लेखेको छ भन्दाखेरि जनवरी 7 to 28 तारिकसम्म चाहिँ जनवरीको 28सम्म चाहिँ तपाईँहरूको के छ त सेलेक्सनै छ नि त 28सम्म चाहिँ तपाईँको सेलेक्सन छ डेट छ क्याम्प एन्ट्री डेटहरू क्याम्प एन्ट्री हुने डेट चाहिँ 28 तारिकसम्म चाहिँ तपाईँको दिएकै छ त्यहाँनिर 28 तारिकसम्म भने त्यहाँ डेट चाहिँ कसरी दिएको रहेछ भन्दाखेरि मैले अघि हेरेको थिएँ अघि चाहिँ बिएको चाहिँ जनवरी 7 to 31 जनवरी 31 जनवरी भनेपछि 31 जनवरी भनेपछि 28मा छिर्नेहरूको चाहिँ 28 जनवरीमा छिर्नेहरूको 28 29 30 31मा चाहिँ सम्पूर्ण एक्टिभिटिजहरू सकिने होइन त सम्पूर्ण तपाईँहरूको डोकोहरू इन्टरभ्यूहरू सकिने होला। त्यसपछि चाहिँ अब 4 अक्टोबर के कहिले सकिने भन्ने छ नि त होइन 4 अक्टोबरतिर रिजल्ट हुन्छ कि अब कहिले हुन्छ त्यो रिजल्ट चाहिँ अब तपाईँहरूको जे होस् हुन्छ भइहाल्छ रिजल्ट त हुन्छ। र जति पनि जिसीको भाइहरू चाहिँ जति पनि चाहिँ अहिले फिल्टर भएर बस्नु भएको छ नि त फिल्टरमा क्याम्पमा बस्नु भएको छ र हुनेवाला भाइहरू सबैलाई चाहिँ बेस्ट विसेस। र अर्को कुरा के गर्नु पनि चाहन्छु चाहिँ भन्दाखेरि चाहिँ अर्को कुरा चाहिँ जति पनि फालेर जानुभयो नि भाइहरू अनफिट भएर फालेर जानुभयो र ती भाइहरू एज हुने भाइहरूले होइन नेभर गिभ अप भन्छ नेभर गिभ अप दिने फेरि एज भने आफ्नो ट्रेनिङहरू गर्दै आफ्नो पढाइलाई अगाडि बढाउँदै चाहिँ कन्टिन्यू दिनुपर्छ है कन्टिन्यू चाहिँ नछड्ने एज छैन भने विकल्प सोच्ने टिपहरू चाहिँ सिक्नै पऱ्यो तपाईँहरूलाई जति पनि पैसा कमाउनु हो लाइफ करियरलाई अगाडि बढाउनु हो त्यसको लागि चाहिँ म त के भन्छु सिपहरू सिक्ने यताउति गर्ने अनि अलिकति सिप सिक्ने अलिकति इङ्ग्लिस बोल्नु सिक्नुहोस् राम्रोसँग त्यो गर्नुभयो भने त
के को दुःख छ र दुःख त हुँदैन लाइफमा जे पनि गर्नै पर्छ दिमाग नलाइ दुई हात नचलाइ दुई दिमागमा हुँदैन त्यो त गर्नै पर्यो नि त होइन भाइहरू त्यो चाहिँ गर्नु पर्छ नो वरिज है र म चाहिँ त्यही भन्छु हिम्मत त हार्नु हुँदैन केही ब्रिटिस आर्मीको चाहिँ 1 मन्थ 1 महिना किनभने अन्डर 7 पाएर त्यहाँ छ 1 मन्थ जस्ट 1 मन्थ ट्याक्कै 1 महिना बाद चाहिँ ब्रिटिस आर्मीको डे 1 सेलेक्सन चाहिँ सुरु हुन्छ डे 1 सेलेक्सन चाहिँ सुरु हुन्छ र मैले तपाईँहरूलाई चाहिँ सर्ट भिडियो पनि यसरी क्याम्पको बारेमा नि राख्दै जान चाहन्छु होइन मैले भनिहालेँ फ्युचरको बारेमा चाहिँ सोच्नुहोस् जति पनि भाइहरू चाहिँ बाहिरिए उहाँहरूले चाहिँ फ्युचरको बारेमा चाहिँ छिटोभन्दा छिटो सोचेर चाहिँ आफ्नो एक्टिभिटिजलाई अगाडि बढाउनु पर्ने हुन्छ र अब ब्रिटिसको भाइहरू इन्टरभ्यूहरू राम्रो प्र्याक्टिस गर्नुहोस् एसे राइटिङ लिस्निङ एन्ड स्पिकिङहरू राम्रो बनाउनुहोस् कन्फिडेन्ट भएर चाहिँ क्याम्प एन्ट्री गर्नुहोस् एकदम कन्फिडेन्ट के गर्ने त गएर आफ्नो प्रस्तुति देखाउनु छ होइन त तपाईँको प्रस्तुति देखाउनु छ त्यहाँ गएर के को डराउने कामै छैन कतिपय भाइ चाहिँ डराउनुहुन्छ है डराउने होइन आफ्नो काम बनाउनु छ त्यहाँ गएर र आफ्नो प्रस्तुति देखाउँछ राम्रोसँग कन्फिडेन्ट भएर चाहिँ दिने र आफ्नो काम बनाउने भर्ती भएर युके जाने जति पनि भाइहरू सिङ्गापुर जानुहुन्छ होइन उहाँहरू सिङ्गापुरमा गएर पनि गर्नुपर्ने धेरै छ आफ्नो करियरलाई बढाउनुपर्छ सिङ्गापुर गएर पनि बढाउनुहोस् भन्दै अब भिडियोलाई के गर्नु त यहाँबाट एन्ड अप गर्न चाहन्छु र यस्तो ट्राभल भिडियोहरू पनि आउँछ तपाईँलाई मेरो ट्राभल भिडियो पनि टाइम टु टाइम आउँछ र इन्फर्मेसन अब 27 को लागि र ब्रिटिस आर्मीको फाइनलिस्ट भाइहरूलाई पनि इन्फर्मेसनहरू दिँदै जानेछु भन्दै आजको यो सर्ट भिडियोलाई यहीँ एन्ड अप गर्न चाहे हेभ अ ग्रेट डे एभ्रीबडी बेस्ट विसेस